एक महिनापछि सुरु हुन लागेको फिफा विश्वकप 2026 नेपालमा हिमालय स्पोर्ट्स टिभी र डिगो एप मार्फत एक्सक्लुसिभ रूपमा प्रसारण हुने भएको छ। गत शुक्रबार काठमाडौँमा आयोजित विशेष कार्यक्रममा नेपालमा फिफा विश्वकप प्रसारण सम्बन्धी औपचारिक घोषणा गरिएको हो। अब नेपाली दर्शकले हिमालय स्पोर्ट्स टेलिभिजन र डिगो एपको ग्राहक बनेर विश्वकपका सबै खेल हेर्न सक्नेछन्। नेपालभित्र यी दुई प्लेटफर्म बाहेक अन्य कुनै माध्यमबाट विश्वकप हेर्न नपाइने जनाइएको छ। नेपालका लागि फिफा प्रसारण अधिकार प्राप्त एस्प्रो मिडियाले टेलिभिजनतर्फ हिमालय स्पोर्ट्स र हिमालय टेलिभिजन तथा मोबाइल एपतर्फ डिगो एपसँग एक्सक्लुसिभ प्रसारण सम्झौता गरेको हो। सम्झौतापछि एस्प्रो मिडियाका अध्यक्ष सोम धितालले नेपाली दर्शकले अब नेपाली टेलिभिजन र मोबाइल एपमै विश्वकप हेर्न पाउने वातावरण बनेको बताए। उनले विदेशी च्यानलमा निर्भर हुनुपर्ने अवस्थाको अन्त्य भएको पनि उल्लेख गरे। फिफा विश्वकप हेर्न दर्शकले टेलिभिजनमा हिमालय स्पोर्ट्स च्यानल सब्स्क्राइब गर्नुपर्नेछ। टेलिभिजनमा विश्वकप हेर्न प्रति सेट अफ बक्स 979 रुपैयाँ करसहित शुल्क लाग्नेछ। हाल अर्ली बर्ड अफर अन्तर्गत डिगो एप मार्फत सीमित अवधिका लागि 779 रुपैयाँमा ग्राहक पास खरिद गर्न सकिने पनि जनाइएको छ। मोबाइलबाट मात्रै हेर्न चाहने दर्शकका लागि 549 रुपैयाँ कर सहित शुल्क तोकिएको छ। उल्लेखित शुल्क तिरेपछि दर्शकले विश्वकपका सबै 104 खेल हेर्न पाउनेछन्। टेलिभिजनको ग्राहक बन्न सम्बन्धित केबल अपरेटर वा टेलिभिजन सेवा प्रदाय कम्पनीसँग सम्पर्क गर्नुपर्ने जनाइएको छ। उत्तर अमेरिकी क्षेत्रमा हुने विश्वकप फुटबलको सरगर्मी बढ्दो छ। विश्व फुटबलको महाकुम्भ मेला आउन अब करिब 1 महिना मात्रै बाँकी छ। अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा आयोजना गर्ने यो विश्वकप आगामी जेठ 28 गतेदेखि साउन 3 गतेसम्म सञ्चालन हुनेछ। 23औं संस्करणको विश्वकप फुटबलका खेलहरू अमेरिकाका 11 सहर, मेक्सिकोका 3 सहर र क्यानाडाका 2 सहरमा हुनेछन्।